गुड मर्निङ अनि भर्खर कता घाम पनि देखिँदैन त ओ त्यस्तै हुन्छ बिहान बिहानै हँसिया पसिना हैन अनि घाम झुल्केको छ कि बिहानको सुरुवात त्यसरी घाम झुल्केको छ अनि म चाहिँ भर्खरै टिपेको ताजा ताजा काँक्रा चाहिँ हाम्रो आप्पाले बोकिरहनु भएको छ बोक्नु लाग्नु भएको चाहिँ मैले यो ठेल्दिएँ यस काँक्रा त झन्डै झन्डै 2 बारी भयो मम्मी त्यसपछि म जाँदैछु रोडसम्म पुऱ्याइदिनुको लागि होइन मम्मीले चाहिँ त्यो झोलाको बोकेर लिएर आउनुहुन्छ मैले चाहिँ डोकोमा बोकिसकेँ हाम्रो आप्पा चाहिँ अगाडि भइसक्यो झन्डै लरी पठाएँ होइन अब जानुपर्ने हुन्छ उकालो अलिकति त्यही भएर म चाहिँ अब बिहान बिहान बाख्राहरू पनि गरेर चाहिँ यिनीहरूलाई घाँस पनि दिनु पाएको छैन हजुर बाजे एउटा चाहिँ बोरामा होला यो चाहिँ अब यो अटोमा जानुहुन्छ अब यो काँक्रा चाहिँ म यो बोरामा हाल्छु तर अप्ठ्यारो हुँदैन रहेछ यो बोरामा लाउन नसकेको टोको लगेर जानु त्यसपछि म चाहिँ अब गइसकेँ मलाई चाहिँ मम्मीले घरमा बोलाइसक्नु भइसक्यो भने यहाँ चाहिँ मेरो डोको छ बिहानै अब म चाहिँ घर आइसकेँ अघि बिहानै मुख धुएको छुइनँ मुख धुनुपर्ने हुन्छ मैले चाहिँ अब हाम्रो गाई बस्तुले नै घाँस खाइसक्यो मेरो बहिनीले हालिसक्यो होइन वा कस्तो मक बास्ना आइरहेको छ हाम्रो के को थाहा छ कमलको फुल यतै फुलिरहेछ म मेरो भिडियो सँगसँगै कमलको फुललाई पनि हेरेर बास्ना हरार आइरहेछ तपाईँहरूको पनि बिहानको सिरुवा 2 ज्याङ छ क्या 2 ज्याङ कमलको फुल बिहान बिहानै जानुहुन्न भन्छन् बारीमा के गर्नु म त गइदिएको बारीमा होइन फुलबारीमा बास्ना आइरहेछ होइन यस्तो राम्रो फुलिरहेको थियो कि सबै अब त उहिले छ बाई बाई